हामी बस्ने पृथ्वीतर्फ। पृथ्वी ग्रह सूर्यबाट तेस्रो टाढा पर्ने र 5औं ठूलो ग्रह हो भने प्राणीको विकास भएको एकमात्र ग्रह हो। सूर्यबाट पृथ्वीको दूरी 14 करोड 88 लाख किलोमिटर रहेको छ, अर्थात् 1 AU रहेको छ। यस ग्रहको भूमध्यरेखीय व्यास 12,756 किलोमिटर र ध्रुवीय व्यास 12,714 किलोमिटर रहेको छ भने परिधि 40,075 किलोमिटर रहेको छ। यसको एकमात्र उपग्रह चन्द्रमा, जसको व्यास 3,474 किलोमिटर रहेको छ। चन्द्रमा पृथ्वीबाट 3,84,400 किलोमिटर टाढा रहेको छ, जहाँ चन्द्रमाको प्रकाश पृथ्वीसम्म आइपुग्न 1 मिनट 3 सेकेन्ड लाग्दछ। चन्द्रमाले पृथ्वीलाई एक फनको परिक्रमा गर्न 27 दिन 7 घण्टा 43 मिनट 11 सेकेन्ड लगाउँदछ। पृथ्वीले सूर्यको परिक्रमा गर्न 365 दिन 5 घण्टा 48 मिनट 46 सेकेन्ड अर्थात् 1 वर्ष लगाउँदछ। आफ्नो अक्षमा एक फनको घुम्न 23 घण्टा 56 मिनट 4 सेकेन्ड अर्थात् 1 दिन लगाउँदछ। पृथ्वी पश्चिमबाट पूर्वतिर घुम्दछ। पृथ्वीको सूर्यलाई परिक्रमण गर्ने गति 30 किलोमिटर प्रति सेकेन्ड रहेको छ भने आफ्नो अक्षमा घुम्दा भूमध्य रेखामा गति करिब 1600 किलोमिटर प्रति घण्टा रहेको हुन्छ। पृथ्वीको औसत तापक्रम 22 डिग्री सेल्सियस रहेको छ, जहाँ अधिकतम 58 डिग्री सेल्सियस र न्यूनतम -88 डिग्री सेल्सियससम्म मापन भएको छ। पृथ्वीमा नाइट्रोजन 78%, अक्सिजन 21% गरी 79% र बाँकी 1%मा आर्गन, कार्बन डाइअक्साइड र नगण्य मात्रामा नियोन, हिलियम, मिथेन, क्रिप्टोन, हाइड्रोजन जस्ता तत्त्वहरू रहेका छन्। पृथ्वी 66.5 डिग्री झुकेको छ। पृथ्वीमा 71% पानी र 29% जमिन रहेको छ। पृथ्वीको घनत्व 5.51 ग्राम प्रति घन सेन्टिमिटर रहेको छ भने पिण्ड 5.97 × 10⁻24 किलोग्राम रहेको छ। पृथ्वी सबै ग्रहहरूमध्ये सबैभन्दा बढी घनत्व हुने ग्रह पनि हो। पृथ्वीको रङ निलो भएकोले यस ग्रहलाई ब्लू प्लानेट अथवा ब्लू मार्बल पनि भनिन्छ।